होइन गुरुमा तपाईँ चाहिँ नि बाहिर बाहिर गुरुमा भन्दा राम्रो चाहिँ नि अर्को गुरुमा लिएर घुम्नुहुन्छ अरे अनि गुरुमालाई चाहिँ घरमा आएर रुवाउने उहाँ रुने मोबाइल खोसाइदिने फुटाइदिने त्यो गर्नुहुन्छ त्यो गर्न मिल्छ तपाईँले तपाईँले भन्न खोजे के होइन गुरुमाहरूलाई त्यसरी रुवाउन मिल्दैन कहिले रुवाए क्या मेरो बुढी नै छेउमा ल्याएर तपाईँलाई चाहिँ इन्टरभ्यू लिउनु पर्ने जहिले म बस्छु यहाँ अनि बुढी बोलाउनुहुन्छ न्यु खोज्न ला होइन तपाईँहरूले म बस्ने बेलामा अनि मेरो बुढीलाई नै मेकअप गरेर आउनु है चिटिक्क भएर त्यो शब्द भएन क्या प्यारी समाज गई होइन उहाँलाई राम्री बनाउनु पर्यो राम्री बनाउनुस् त्यो आफ्नो राम्रो हामीले पनि उहाँलाई सम्मान गर्नु परेन तपाईँ फेरि तपाईँ ध्वासेनी तपाईँ गुरुमा नै होइन भनेर भन्दिनँ त मैले गुरुमा अर्काको घर बिगार्ने काम नगर्नुहोस् होइन हामी त सपार्दैछौँ तपाईँ मेरो बुढीलाई जहिले पनि मेरो बुढी बिना बाहेक चाहिँ तपाईँले किन मलाई इन्टरभ्यू राख्नुहुन्न गुड क्वेसन यु आर अ गुड क्वेसन खाली मेरो बुढीलाई बोलाउनुहुन्छ तपाईँको जोडीलाई दर्शक श्रोताले माया गरे दर्शक श्रोताले मन पराउँछ मेरो बुढीलाई त्यो आफ्नो ठाउँमा छ अनि ल्याएर छेउमा प्रश्न सोध्ने कुरा हुन्छ नि त कहिले अब अस्ति नै बुढीसँगै नबस्ने रे के भनेर मिडियामा तपाईँले बदनाम गराइदिए होइन अर्काको घर बिगार्ने काम नगर्नुहोस् होइन कुनै हालतमा जतिसम्म लफडा बनाएको छ तपाईँले बनाइरहेछ क्या अहिले तपाईँले मलाई जे भन्नु नि पायो म सर बस्न सक्दिनँ अब अत्तेर अत्याचार हुन्छ बाहिर त हान्नु होला घरमा त खानु होला नि त फेरि